हेलो गुड मर्निङ सबैजनालाई यहाँलाई मेरो युट्युब च्यानलमा स्वागत छ। आज गरी तपाईँहरूले विशेष गरी म यहाँ पोखरा इन्टरनेसनलबाट चाहिँ देखिने हिम श्रृङ्खला देखाउँदैछु। यहाँ चाहिँ विशेष गरी पोखरा एयरपोर्टबाट देखिने हिम श्रृङ्खला यो तपाईँहरूमा सरल देखाउने छु सर। यो आज म चाहिँ पोखरा टु भैरवा जाँदैछु। सो त्यसैको क्रममा चाहिँ सानो भिडियो क्लिप गरेको छु। कस्तो हुन्छ हेरिदिनु होला। यो चाहिँ पोखराको इन्टरनेसनल एउटा अन्तर्राष्ट्रिय विमानस्थलबाट देखिने यो उताको भ्यूहरू हो भने यस्तो मजा देख्न सक्नुहुन्छ। हिमालयमा यस्तो मजाको भ्यूहरू देख्न सक्नुहुन्छ। चारैतिर सरर चाहिँ हिम श्रृङ्खला देख्न सक्नुहुन्छ। सर हेर्न सक्नुहुन्छ तपाईँहरूले है। त्यसै गरी यतातिर चाहिँ यो थोरै उयो गरेर देखाउँदैछु। यहाँ चाहिँ खोइ आजको मान्छे आउँदाखेरि यसो मान्छेहरू पल्निकै छ। तपाईँलाई म ट्याक्क एउटा विमानस्थल देखाउने छु। यहाँको विमानस्थल देखाउने छु। पोखराको विमानस्थल देखाउने छु। यताबाट सरर हिम श्रृङ्खला देख्न सक्नुहुन्छ नि। यतातिर चाहिँ साक्क यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल छ। तपाईँ देख्न सक्नुहुन्छ यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल है। समाचार देख्न सक्नुहुन्छ। यतातिर निकै नै राम्रो छ, तर चाहिँ अलिकति स्पेसको हिसाबमा अलिकति सानो छ। निकै नै रमाइलो अनि निकै नै एकदम सुन्दर ठाउँमा भएको यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल। ट्याक्सीहरूको नि चपाचप छ। अहिले चाहिँ त्यति धेरै इन्टरनेसनल फ्लाइटहरू भएको छैन, डोमेस्टिक मात्रै भएको छ भइरहेको छ। यहाँ इन्टरनेसनल खासै भएको छैन अहिले। थोरै मात्रामा पोखरा यता के अरे गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट केही महिना दिनबाट चाहिँ मात्रै अन्तर्राष्ट्रिय यात्राहरू चाहिँ सुरु भएको सुन्न आएको छ। सो त्यसैमा नि आज हामी पनि अन्तर्राष्ट्रिय विमानस्थल भैरवाबाट नि हाम्रो चाहिँ उता के भन्छ अरे फ्लाइट छ रहेको छ भने चाहिँ निकै नै राम्रो दृश्य देख्न सक्नुहुन्छ है तपाईँले। यहाँ मान्छेको चहल पहल निकै नै छ है त। ल तपाईँलाई कस्तो लाग्यो प्लिज कमेन्ट गर्न सक्नुहुनेछ ल। नमस्ते सबैजनालाई। म अहिले ट्याक्क गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल यहाँबाट सरलै बसहरू के यस्तो रहेछ इन्टरनेसनल। हेरौँ भोलिको हाम्रो यहाँबाट चाहिँ 1:15 मात्रै यहाँ कोरियाको प्रस्थान छ। हेरौँ कस्तो हुँदो रहेछ, लगेज कतिको छिटो आउँदो रहेछ, के हुँदैछ। हामी चाहिँ त्यहाँबाट चाहिँ यतापट्टि यस्तो हिँड्नुपर्दो रहेछ, यति धेरै हिँड्नुपर्दो रहेछ कि। अब लगेज कुर्छौँ हामी। लगेज कति बेला आउँयो हेरौँ है त। लगेजको सिस्टम के रहेछ हेरौँ अब है। पक्कै पनि हामी अब लगेज पुग्दैन होला हाम्रो उस छ। हेरौँ लगेज सिस्टम यस्तो रहेछ यहाँ। लगेज सिस्टम हेर्नुहोस् म तपाईँलाई सरल देखाउने छु। हाम्रो उता चाहिँ ट्रली उसमा घुम्थ्यो भने यहाँ चाहिँ ट्रलीमा नघुम्दो रहेछ क्या, त्यो चेनमा नघुम्दो रहेछ क्या जस्तो लाग्यो मलाई है। हेरौँ यहाँको चाहिँ कस्तो रहेछ। यहाँ त जाने ठाउँ रहेछ यहाँ रहेछ जानु है। अब त्यसपछि मान्छे धेरै छ कि लगेज कति छ। लगेज चाहिँ सिस्टम चाहिँ यस्तो रहेछ। गाडी